विद्यार्थी भाइ बहिनीहरू, तपाईहरू सबैलाई स्वागत छ। आज म तपाईहरूका लागि कक्षा 10 को नेपाली पाठ्यपुस्तकमा रहेको चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा शीर्षक रहेको पाठमा समाविष्ट व्याख्या खण्ड अन्तर्गतका दुईवटा व्याख्यात्मक प्रश्नहरूको उत्तर लिएर उपस्थित भएको छु। आउनुहोस् सुरु गरौँ आजको कक्षा। व्याख्यात्मक प्रश्न अन्तर्गत पहिलो प्रश्न रहेको छ, आयुर्वेद चिकित्सा आधुनिक चिकित्सा पद्धति भन्दा भिन्न र संसारकै सर्वप्राचीन उपचार पद्धति हो। आयुर्वेदिक चिकित्सा मानव सभ्यतासँगै विकसित भएको प्रकृतिनिष्ठ शरीर, मन र आत्माको समग्र स्वास्थ्यलाई लक्ष्य बनाउने पद्धति हो। यसले रोगको उत्पत्ति, रोकथाम र उपचारमा प्राकृतिक तत्त्वको उपयोग गरेर सन्तुलन कायम राख्छ। आधुनिक चिकित्साले रोग पत्ता लगाएर औषधि, शल्यक्रिया तथा वैज्ञानिक परीक्षण मार्फत त्वरित अर्थात् छिटो उपचार गर्ने प्रवृत्ति राख्छ। तर आयुर्वेदिक पद्धति रोगको मूल कारण पहिचान गरेर शरीरभित्रको दोष, धातु, मल आदिको असन्तुलन हटाउनेतर्फ केन्द्रित हुन्छ। यसले खानपान, दिनचर्या, योग, ध्यान, औषधि, बोटबिरुवा र प्राकृतिक साधनलाई उपचारमा अङ्गीकार गर्छ। ऋग्वेद र अथर्ववेदमा वर्णित उपचार विधि, चरक संहिता तथा सुश्रुत संहिताले यसको प्राचीन ज्ञानलाई व्यवस्थित गरेका छन्। हजारौं वर्षदेखि निरन्तर प्रयोग हुँदै आएको आयुर्वेद आज पनि विश्वभर मान्यता प्राप्त परम्परागत चिकित्सा हो। यसले दुष्प्रभाव कम हुने, रोग प्रतिरोध क्षमतामा वृद्धि गर्ने र आत्मनियन्त्रणमा जोड दिँदै स्वास्थ्यलाई दीर्घकालीन रूपमा संरक्षण गर्छ। निष्कर्षमा भन्नुपर्दा आयुर्वेद आधुनिक चिकित्साभन्दा व्यापक र समग्र स्वास्थ्य दृष्टिकोण बोकेको संसारकै प्राचीन उपचार विधि हो। दुवैको संयोजनले रोग उपचार र स्वास्थ्य संरक्षणमा अझ प्रभावकारी परिणाम दिन सक्छ। व्याख्यात्मक प्रश्न अन्तर्गत दोस्रो प्रश्न रहेको छ, आयुर्वेद औषधिका लागि नेपाल भूस्वर्ग मानिन्छ। नेपाल जैविक विविधता, शुद्ध वातावरण, हिमाली जडीबुटी र परम्परागत आयुर्वेद ज्ञानले समृद्ध देश हो। यही कारण नेपाललाई आयुर्वेद औषधिको भण्डार तथा प्राकृतिक उपचारका लागि भूस्वर्गका रूपमा चिनिन्छ। हिमालदेखि तराईसम्म फैलिएको नेपालमा जलवायुको विविधता, उर्वर माटो र अनुकूल जलवायुका कारण विश्वमै दुर्लभ हजारौं जडीबुटीहरू पाइन्छन्। यिनमा भएको औषधीय गुणले आयुर्वेद उपचारमा महत्त्वपूर्ण योगदान दिन्छ। यस्ता जडीबुटीहरू बिना आधुनिक औषधि उद्योग र विशेष गरी प्राकृतिक उपचार प्रणाली अधुरो मानिन्छ। नेपाली जनजीवनमा आयुर्वेदको प्रभाव पुरातन कालदेखि चलिआएको छ। रोग प्रतिरोधक क्षमता बढाउने, शरीरको दोष धातु सन्तुलन गर्ने र दुष्प्रभाव न्यून हुने भएकाले आज विश्वभर आयुर्वेदप्रति आकर्षण बढ्दैछ। नेपालका पहाडमा पाइने यस्ता जडीबुटीहरूलाई संरक्षण, अनुसन्धान र अन्तर्राष्ट्रिय स्तरमा प्रसार गर्न सके नेपाल आयुर्वेद औषधिको प्रमुख भण्डारण र उत्पादन केन्द्र बन्न सक्छ। यसैले नेपाल आयुर्वेदका लागि अद्वितीय भूस्वर्ग हो। निष्कर्षमा भन्नुपर्दा प्राकृतिक स्रोत, परम्परागत ज्ञान र वातावरणीय शुद्धताले नेपाललाई आयुर्वेद औषधिका दृष्टिले अनुपम बनाएको छ। यस्ता अमूल्य स्रोतको प्रभावकारी उपयोग, संरक्षण र प्रवर्धन गर्न सके नेपाल विश्व आयुर्वेद क्षेत्रको नेतृत्व गर्न सक्षम हुनेछ।